नमस्ते, म डाक्टर नियोजी आयुर्वेद चिकित्सक। आज म तपाईहरुलाई पाइल्सका कति प्रकारको उपचार वा कुन थरीका उपचार वा उपायहरू हुन्छन् भन्ने प्रसंगमा चाहिँ मुख्यतः रूपमा चाहिँ आयुर्वेदमा चाहिँ चारवटा उपचारहरू हुन्छन्, जसमध्ये चाहिँ औषधि, छार, अग्नि र शस्त्र उपचारहरू उपायहरू चाहिँ भनेर चाहिँ हामीसँग रहेको छ। र यसलाई चाहिँ अलिकति सरल भाषामा चाहिँ भन्दाखेरि चाहिँ औषधि भन्नाले चाहिँ हामीले चाहिँ औषधि सेवन गरेर औषधि लगाएर चाहिँ पाइल्सलाई सुकाउँछौं। र अर्को भनेको चाहिँ छार, गुणवान औषधियुक्त बिरुवाहरुबाट चाहिँ छार प्राप्त हुन्छ, जसले चाहिँ पाइल्सलाई सुकाउन मद्दत पुर्याउँछ। र तेस्रो भनेको चाहिँ अग्नि उपचार, त्यो भनेको चाहिँ आगोको माध्यमद्वारा चाहिँ पाइल्सलाई चाहिँ सुकाउन मद्दत पुर्याउने। र चौथो भनेको चाहिँ शस्त्र उपचार, त्यो भनेको कस्तो भने चाहिँ पाइल्सलाई हामीले चाहिँ काटेर अथवा हामीले फोडेर अथवा हामीले त्यसलाई चाहिँ अथवा उकालेर अथवा त्यहाँ भएका संक्रमणलाई पिपहरूलाई चाहिँ हामीले चाहिँ ड्रेनेज गरेर विश्राम गरेर यस्ता खालका चारवटा उपचार उपायहरू चाहिँ आयुर्वेदमा रहेको छ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यस्तै अन्य भिडियोहरू हेर्नको लागि मलाई YouTube च्यानल सब्स्क्राइब गर्नु होला।